छन्। सम्माननीय सभामुख महोदय, सबिन महर्जन नाम गरेको एकजना श्रमजीवी युवा अनि सुरेश रजक नाम गरेको एक श्रमजीवी पत्रकार सबैले दुःख व्यक्त गरेका छन्। सबै राजनीतिक दलको वक्तव्य आएको छ, तोडफोड हुँदै गर्दा सबैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन। नागरिक मर्दै गर्दाखेरि धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन। आज मैले यो संसदबाट उभिएर बोल्दै गर्दाखेरि म देशको कुनै युवकको मनमा मलाई राजा चाहिएको छ, मलाई नेताहरूसँग रुष्ट भयो, चित्त बुझेन भन्दै गर्दा छ भने म ती युवकलाई आग्रह गर्न चाहन्छु, तिनकुनेलाई दुख्दै गर्दा, तपाईँको हृदयलाई दुख्दै गर्दा, हृदय नदुख्ने कस्तो राजा तपाईँले परिकल्पना गर्नुभएको छ, कस्तो राजा चाहनु भएको छ। हामी दुःख व्यक्त गर्दछौँ, हामी दुःखी छौँ, हामी दुःखी भई बक्सेका छौँ भन्ने 3 लाइनको वक्तव्य पनि जारी गर्न नसक्ने अवस्थाको राज संस्थाको खोजी नेपालको युवकहरूले गरेका हुन् भन्ने म मान्दिनँ। यद्यपि सभामुख महोदय, म सम्मानका साथ नाम लिन चाहन्छु पृथ्वीनारायण शाहको, जसको अगुवाईमा हाम्रा पुर्खाहरूले नेपाल देशको एकीकरण गरे। म भक्ति थापालाई, भीमसेन थापालाई, अमरसिंह थापालाई, वीर बलभद्रलाई स्मरण गर्न चाहन्छु, जसको कारण नेपालको एकीकरणले पनि गति लियो र नेपाल